इलेक्ट्रिक मोटरसाइकल्सको सेगमेन्टमा अब रोयल एनफिल्डले पनि आफ्नो फ्लाइङ फ्लिप भन्ने मोटरसाइकल लन्च गर्नेछ। यो बाइक बुलेट जस्तो डुकडुक त गर्दैन, तर अहिलेसम्मको इलेक्ट्रिक मोटरसाइकल्सको डिजाइन्सहरू मध्ये यो बाइकको डिजाइन चाहिँ मलाई एकदमै राम्रो लागेको छ। नर्मली इलेक्ट्रिक बाइक्सहरू चाहिँ जहिले पनि फ्युचरिस्टिक डिजाइन थिममै देखिरहेको हुन्थ्यौँ हामीले, तर रोयल एनफिल्डले चाहिँ 1942 को बाइकको डिजाइनलाई यो नयाँ इलेक्ट्रिक बाइकमा इम्प्लिमेन्ट गरेको छ। 160 किलोमिटरको रेन्ज र 115 किलोमिटर पर आवरको टप स्पिड टार्गेट गरेको छ रोयल एनफिल्डले यो बाइकको लागि, र मात्र 110 किलोग्रामको वेट हुनेछ यो बाइकको। सो नर्मल स्कुटरहरू भन्दा पनि हलुको हुनेछ यो बाइक। पेट्रोल इन्जिन मन पराउने मान्छेहरूलाई चाहिँ रोयल एनफिल्डले यो इलेक्ट्रिक मोटरसाइकल बनाउने मुभ चाहिँ राम्रो नलाग्ला, किनकि रोयल एनफिल्ड चिनिने भनेकै आफ्नो डुकडुकवाला एक्जस्ट नोट र त्यो थम्पी इन्जिनको लागि हो। तर हामी पेट्रोल इन्जिन लभर्सहरूले चाहिँ एक्सेप्ट गर्नुपर्छ कि फ्युचर चाहिँ इलेक्ट्रिक नै हुन लागेको छ, र रोयल एनफिल्ड जस्तो कम्पनीले अब यस्तो प्रिमियम इलेक्ट्रिक मोटरसाइकल बनाइसकेपछि टिभीएस, बजाज जस्तो ब्रान्डहरू पनि चुप लागेर त बस्दैन होला। सो अब आउने दिनहरूमा हामीले अरू मेजर ब्रान्ड्सहरूबाट पनि इलेक्ट्रिक मोटरसाइकलको कन्सेप्टहरू चाहिँ एक्सपेक्ट गर्न सक्छौँ। सो राम्रो लागे पनि नलागे पनि फ्युचर चाहिँ अब इलेक्ट्रिक नै हुन्छ होला, विच मेक्स मी अ लिटल स्याड, बट इट इज व्हाट इट इज। तपाईहरुलाई चाहिँ के लाग्छ, के यो रोयल एनफिल्डको इलेक्ट्रिक मोटरसाइकलले नेपालमा म्यासिभ सक्सेस गेन गर्छ कि अरू इलेक्ट्रिक ब्रान्ड्सहरू जस्तै फ्लप भएर जान्छ? यसो कमेन्ट सेक्सनमा च्याट हान्दिउँ न त।